कि तपाईँलाई घरबाट बाहिर एक्लै निस्किन र भिडभाडमा जान डर लाग्छ? आज हामी यस्तै विषयमा चर्चा गर्नेछौँ, जसलाई चाहिँ अगोराफोबिया भन्न सकिन्छ। साइकोलोजीको मापदण्ड अनुसार 5वटा अवस्थाहरू हुन्छन्। यी 5वटा अवस्थाहरूमा कुनै पनि व्यक्तिलाई ती 5वटा अवस्थाहरूमध्ये 2 वा सोभन्दा बढी अवस्थाहरूमा 6 महिना वा सोभन्दा बढी समयसम्म डर र चिन्ता अधिक लाग्दछ भनेपछि त्यसलाई अगोराफोबिया मान्न सकिन्छ। यी 5वटा अवस्थाहरू के रहेछन् त भनेपछि पहिलो नम्बर रहेको छ सार्वजनिक यात्राका साधनहरू प्रयोग गर्न नसक्ने अथवा डर र चिन्ता लाग्ने। 2 नम्बरमा रहेको छ खुल्ला ठाउँहरूमा बस्न डर र चिन्ता लाग्ने। 3 नम्बरमा रहेको छ चारैतिर घेरिएका वा बन्द ठाउँहरूमा बस्न डर र चिन्ता लाग्ने। लाइनमा उभिन वा भिडभाडमा बस्न डर र चिन्ता लाग्ने। र 5औं नम्बरमा रहेको छ घर बाहिर एक्लै निस्किन डर अथवा चिन्ता लाग्ने। र यी अवस्थाहरूमा अथवा ठाउँहरूमा जान मानिसहरू डराउँछन् र बस्न खोज्दछन्, किनभने ती व्यक्तिहरूलाई के लाग्छ भनेपछि अचानक के होला र मलाई त्यो ठाउँमा सहयोगहरू उपलब्ध नहोला भन्ने किसिमको डर र चिन्ता लागिरहेको हुन्छ। कुनै पनि ठाउँमा जाँदा पनि तीव्र डर र चिन्ता सहेर बसिरहेको हुन्छ र यस्तो किसिमको समस्याले व्यक्तिलाई उसको व्यावसायिक र पारिवारिक र कार्यक्षेत्रहरूमा नकारात्मक रूपमा असर गरिरहेको हुन्छ। यदि यस्तो किसिमको समस्याहरू छ भनेपछि मनोचिकित्सक अथवा मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग परामर्श वा सल्लाह लिन सक्नुहुन्छ र आफ्नो जीवनलाई र आफ्नो मानसिक स्वास्थ्यलाई असल अथवा स्वस्थ बनाउन सक्नुहुन्छ। मानसिक स्वास्थ्य असल हुँदा हाम्रो वैवाहिक जीवन पनि एकदमै सकारात्मक बन्न सक्छ।